भर्खर उठेको अहिले कति बजी भन्दाखेरि 7 भइसकेको छ 7:07 आज चाहिँ हाम्रो एकदम ठुलो पूजा जस्तै भनौँ है दिवाली छ आज हाम्रो चाहिँ यसबाहेक चाहिँ तपाईँलाई आज यस्तो भिडियोहरू देखाउँदै जानेछु कस्तो छ के छ भनेर हामी चाहिँ हिजो भर्खर घर आएको हाम्रो 21 नेसनल वुमेन च्याम्पियनसिप थियो नेसनल गेम त्यसमा चाहिँ हामी 7वटा प्रदेश अनि 3वटा विभागमा हामी चाहिँ थर्ड भएको थियौँ र हाम्रो जित हासिल भयो अनि म चाहिँ घर आएँ एक हप्ता चाहिँ भयो होला सायद अनि यहाँ चाहिँ आगो बल्दैछ तातो जाडो भएर दिवालीको मेन डिस भनेको चाहिँ हाम्रो यो चामलको रोटी हो चामलको रोटी चाहिँ यसरी बनाउँदै हुनुहुन्छ मम्मीहरू बसेर यस्तो देउताको लागि चटामरी बाह्र पनि भन्नु त कलेज जानुपर्ने पनि अझै जान्छ होला रेगुलर अनि अहिलेको मौसम चाहिँ अहिले त त्यहाँ सबै हुसुली लाग्ने चिसो जाडो घाम पनि लाग्छ र यस्तो भइरहेको छ आकाश मेरो स्वेटर आउँदैछन् होला सबैको लगाएर बहिनी चाहिँ फ्रुक 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 पर्दै आज के हो होइन दिवाली होइन आज हजुर बाई 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 ल साथीहरू आज हाम्रो मेन पूजा गर्ने भनेको हाँस हो हाँस दिवालीको हाँस यहाँ चाहिँ अब हाँसलाई हामीले पर्साउनु पर्ने हुन्छ रोशन हामी चाहिँ मन्दिर आइसक्यौँ पूजा गरिदिनुहुन्छ पाले चाहिँ हाँसको लागि पर्छ हाम्रो 100 रुपियाँ चाहियो म एकजना हुनु न दाइले के भन्छ नभएर के है राम्रो धेरै नलिन अलिअलि हामी चाहिँ अब उता दर्शन गर्न लागेको यहाँनिर दाइबाट एउटा मिस भइरहेछ सना पनि घरमै छ अरे आएको छैन Come on, guys.
अब चाहिँ भोज खानालाई यतातिर हुनुहुन्छ यतातिर भोज रेडी भइसकेको छ। यहाँ चाहिँ हाम्रो कतिवटा घर छ भन्दाखेरि 1 घर 2 घर 3 4 5 6 7 8 घर 9 घर छ। यहाँ 9 घर उपस्थित हुनुभएको छ। अनि आज स्पेसल डिस हाम्रो सानो दाइ खोइ दाइलाई ठाउँ राख्नु पर्ने तँले रहेको छ यहाँनिर। ल ल ल उड 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 उठा उठा पनि सक्यो के बाई गाइज भोलि भेटौँला भनेर भनिदिनु तर मामको अगाडि भेट्छु म। मेरो आउटफिट चाहिँ कस्तो मन छैन किन भन्दा आएर गरेको पर्छ जान भएको गाइज। हामी चाहिँ यता सल्यान आइपुग्यौँ। मम्मी म भाइ छौँ यता चाहिँ। अगाडि चाहिँ बहिनी र बाबा जानु भइसक्यो। तपाईँलाई म अब सिधै मामा घर पुगेर भेट्नेछु। अहिले चाहिँ कति बजी भन्दाखेरि ठ्याक्क 1:26 भइसकेको रहेछ। अब हाम्रो कतिखेर पुग्छु थाहा छैन। अब म तपाईँहरूलाई त्यहीँ गएर भेट्नेछु। अहिले बाटो बनाउनुमा लाग्दैन कि मलाई अल्छी लागेको छ त्यही भएर यसो खबर गरिदिएको। यतिको आएपछि त्यही मामा घर भेट्छु म।